हेलो वेलकम ब्याक आज होइन डे 3 गुड मर्निङ नमस्ते नमस्कार जोमसोमबाट होइन बिहानैको चिसो चिसो मौसमबाट उहाँ हिमालहरू देख्न सक्नुहुन्छ होइन पुरै क्लियर छ बिहानको मौसम चाहिँ। अब चाहिँ हामी यहाँबाट माथि मुक्तिनाथको लागि यात्रा गर्दैछौँ। हाम्रो सरहरू चाहिँ उहाँ पुरै रेडी हुनुहुन्छ। यहाँ एकदम काठको पुल। लेट्स गो लेट्स स्टार्ट आवर जर्नी है। एकदम चिसो छ होइन। हिजो बेलुका चाहिँ लास्टै हावा चलेको थियो होइन। यति जोडले हावा चलेको थियो कि अहिले त हावा चाहिँ माइनस छ होइन। जाडो चाहिँ उस्तै छ। यात्रा अगाडि बढ्दैछ हाम्रो चाहिँ होइन। ओम नमः शिवाय। मैले बिराए ओम नमः शिवाय। वार्ड नंबर 1। त्यो त गोले सरलाई थाहा छ नि भित्र खिच्ने त। अहिलेको मान्छेले त्यस्तो कहाँ मन पर्छ। त्यही भएर कम्प्युटर भएको हाम्रो चाहिँ होइन अब मुक्तिनाथसम्मको यात्रा ठ्याक्कै यहाँनिर आइपुग्यौँ होइन। र यात्रा गर्दै चाहिँ हामी होइन हाम्रो यहाँ
मान्छेहरू ल हामी चाहिँ इलेक्ट्रिक होइन डायोन गाडीमा आछौँ होइन कतिपयले चाहिँ भन्दै थियो होइन इलेक्ट्रिक गाडी पुग्न सक्दैन भनेर तर हामी चाहिँ यो डायोन गाडीमा यहीँसम्म आइपुग्यौँ डायोन कम्पनीको गाडीबाट पनि यहाँहरू चाहिँ आउन सक्नुहुन्छ है ल ठ्याक्कै हामी चाहिँ मुक्तिनाथ दर्शनको लागि ठ्याक्कै यो बस पार्कमा छौँ अब यहाँबाट पैदल यात्रा गर्दै केही माथिसम्म 45 मिनट ठ्याक्कै 45 मिनट नन स्टप ल 45 मिनट लाग्छ अरे यहाँबाट चाहिँ अब यात्रा गर्दै गर्दै हामी ऊ माथि मुक्तिनाथसम्म पुग्छौँ र त्यहाँ हामी 108 धारामा स्नान गरेर त्यसपछि मुक्तिनाथको दर्शन गरेर फर्कन्छौँ भिडियोलाई चाहिँ हेर्दै गर्नु होला र सब्सक्राइब गर्नु होला लाइक गर्नु होला के गर्नु भिडियो बनाउन भने पनि मेहनत त गर्नै पर्छ यहाँको मान्छेहरू फटाफट हिँड्छ हामी तारी ताते ताते गर्छ नि अब यहाँ दुईवटा सुविधा छ क्या तपाईँको घोडा चढ्ने कि घोडामा जाने कि डोलीमा जाने कि हिँड्दै जाने कि यो सुविधा छ क्या ल यहाँबाट चाहिँ तपाईँहरूले घोडाबाट र डोलीबाट यात्रा गर्न सक्नुहुन्छ लुब्रा कति एमाउन्ट पिएसी गाडीहरू ल्याउन पाइन्थ्यो कि आगोले चाहिँ छ त यहाँ ल्याएर हामी यहाँ आउँदाखेरि चाहिँ यो बन्दै थियो बाटोहरू पहिला गता वर्ष घरहरू त दामी काट्नु यो ठाउँै बाङ्गो हो कि क्यामेरामा बाङ्गो हो पुरा कोल्टो जस्तो ठाउँ थियो हामीहरू चाहिँ होइन यात्रामा बढ्दैछौँ देख्न सक्नुहुन्छ होइन राम्रो होटलहरू त्यसपछि राम्रो राम्रो घरहरू भएको ठाउँ छ दुईजना सरहरू चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ 2-4 शब्द भन्दिनँ यार यो ठाउँको बारेमा मलाई चाहिँ खासै केही भन्न आएन फर्स्टचोटि आइरहेको छु म चाहिँ है गाइस यहाँ चाहिँ माछा पालन छ तल माछा मार्नु ल्याउनु पकाउनु खानु हिँड्दै यात्राको क्रममा अझै हिँडिरहेको अझै उहाँ पुग्नु पर्ने छ उहाँ भित्तामा हामी चाहिँ होइन हिँड्दै हिँड्दै आउने क्रममा ठ्याक्कै मुक्तिनाथ मन्दिरको गेटमा आइपुग्यौँ अब यहाँबाट भने हामी सिँढी चढ्दै 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 हामी माथिसम्मको यात्रा गर्दैछौँ ल यो चाहिँ होइन अब हामी सिँढी चढेर माथि मुक्तिनाथ वहाँ माथिसम्म जाँदैछौँ चिसो त खासै त्यस्तो चिसो त होइन रहेछ होइन त अहिले चाहिँ अब मार्च आजदेखि त अप्रिल पनि लाग्यो होला अप्रिलमा छौँ है अब नेपाली महिनाको कुरा गर्दाखेरि चाहिँ हामी चैतको आज 18 गते 15, 16, 17 गते होला 17 गते छौँ आइपुगेको दुईजना सरहरू चाहिँ उहाँ पुगेर
भिडियो गरेर बसिरहनु भएको छ होइन। बहुत क्रेजी सिन देखिन्छ नि त, त्यो चाहिँ पुरै हिमाल होइन। हाम्रो सरहरू चाहिँ होइन हामीलाई छोड्दै छोड्दै अगाडि नै कुद्नु भयो कि के पाउनु भयो हामीलाई छोडेर अगाडि अगाडि कुदेर। ल ठ्याक्कै सनलाइट ठ्याक्कै निस्क्यो होइन, एकदम दामी सनलाइट निस्क्यो। हिजो चाहिँ होइन उहाँ के अरे म्याग्दी होइन, म्याग्दीमा तातो पानीमा मस्त आएको थियो होइन। अब आज पुरै आइस आइस पानीमा बवाल हुने भयो। हामी चाहिँ होइन सिँढी चढ्दै 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 यहाँसम्म आइपुग्यौँ। अझ यहाँबाट कति छ? धेरै छैन, 10 मिनेट लाग्छ। अझ यहाँबाट पनि माथि जानुपर्ने रे। मान्छेहरूको अवस्था यस्तो हुन्छ। अब सरहरू चाहिँ पहिल्यै आइसक्नु भएको हुनाले सरहरूलाई अलिकति जानकारी भएर मैले सोधेको है। मसँग चाहिँ खासै जानकारी छैन। ल हिँड्न नसक्ने मान्छेहरूले चाहिँ यसरी डोली पनि युज गर्न सक्नुहुन्छ। हाम्रो गोकर्ण सरलाई सबैभन्दा मुस्किल चाहिँ यहाँ गोकर्ण सरलाई परेको छ है। त्यसपछि आएर सेकेन्डमा हाम्रो सुरेन्द्र सरलाई। र यहाँ चाहिँ नेपालको झन्डा होइन, यो केबाट जस्ताबाट बनेको छ होइन। र यहाँ पनि गेट छ। अब यो गेटबाट अझै माथि जानुपर्छ अरे भन्ने कुरा आयो। हेलिप्याडको लागि यहाँनिर ठाउँ छ। सिनेरी के जय श्री मुक्तिनाथ। यहाँबाट अब सर एकचोटि सिन मुक्तिनाथ मन्दिर चाहिँ यहाँ हो होइन। यहाँहरू आउन सक्नुहुन्छ दर्शन गर्न। अब यहाँ चाहिँ सबैजना नुहाइधुवाइ 108 धारामा स्नान सम्पूर्ण कुराहरू चाहिँ गर्ने ठाउँ यहाँ हो। यहाँ देख्न सक्नुहुन्छ यहीँ एकदम कुण्डमा डुबुल्की लगाउने ठाउँ। र मुक्तिनाथ मन्दिर लो। जय श्री मुक्तिनाथ बाबा की जय। मुक्तिनाथ बाबा की जय। यो चाहिँ नुहाउने कुण्ड। हामी चाहिँ यहाँ दुईजना केटाहरूलाई पर्खेर बसेको खोइ आउँदैन। ल यो चाहिँ दुईवटा कुण्ड छ होइन। यहाँनिर डुबुल्की लगाएर यहाँहरूले आफूले गरेको पाप पनि पखाल्न सक्नुहुन्छ भन्ने जनविश्वास रहेको छ। ल हाम्रो सम्धि पनि आइपुग्नु भयो। हाम्रो यता गोकर्ण ब्रो पनि। हामी चाहिँ वेटिङ गरेर बसिराखेको कि। ल ल जाउँ गएर 108 धारामा नुहाइहालौँ, यता आएर डुबुल्की मारिहालौँ, अनि दर्शन गर्ने भए छिरिहालौँ, अनि त्यसपछि अनि फर्किहालौँ, लागिहालौँ। आउने ठाउँ चाहिँ यहाँ छ होइन। अहिले हामी यहाँनिर नुहाउँदैछौँ होइन त सम्झु। नुहाउने कि ननुहाउने? नुहाउने नि है। गोले सरको मोबाइलबाट बनाइदिउँ होला नि त। के भयो त पालै पालो हुन्न हुन्छ नि है।
कपडा फेर्ने ठाउँ है यो त